हेलो साथीहरू, सेवा अनि नमस्ते। फेरि पनि हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ मैले लोकल कुखुराको मासु बनाउन गइरहेको छु साथीहरू। हेर्नुस् त, मैले चाहिँ काटेर पनि पिस पिस गरेर रेडी गरिसकेँ। अनि साथै उता राख्नको लागि मसलाहरू पनि रेडी गर्दैछु। ल्वाङ, सुकमेल, जिरा अनि धनिया। मैले चाहिँ धेरै मसलाहरू राखेर बनाउँदिनँ साथीहरू। हजुरहरूले चाहिँ टेस्ट अनुसार मसलाहरू एड गर्न सक्नुहुन्छ है। अनि मैले हेर्नुस् न, अनियनलाई पनि चप गरिसकेँ अनि टमेटोलाई पनि चप गर्दैछु। र मैले चाहिँ मासुलाई चाहिँ डिप फ्राई गरेर बनाउँछु। हेर्नुस् त, मैले फ्राई गर्नको लागि राखेको। अनि यसलाई चाहिँ हामीले मिडियम हिटमा चलाउँदै पकाउँदै गर्नुपर्छ है साथीहरू। हेर्नुस् त, मैले चाहिँ टाइममा चलाउँदै गरिरहेछु। किनभने हिट चाहिँ मिडियमै राख्यो भने राम्रोसँग फ्राई हुन्छ। नि त हाई राख्यो भने चाहिँ डढ्ने सम्भावना धेरै हुन्छ अनि राम्रोसँग फ्राई हुँदैन। हेर्नुस् त, बिस्तारै मासु चाहिँ ब्राउन हुँदै गइरहेको छ। अघिको भन्दा धेरै कलर चेन्ज भइसकेको छ। हेर्नुस् त, हामीले टाइममा चलाउँदै यसलाई राम्रोसँग फ्राई हुनलाई छाडिदिने साथीहरू। हेर्नुस् त, फ्राई भएर पनि रेडी भयो। मैले चाहिँ एउटा बाउलमा निकालेँ साथीहरू मासुलाई। हेर्नुस् त, मासुलाई निकालिसकेपछि चाहिँ अब चाहिँ म चाहिँ यता जिरा धनियाहरू फुराउँछु साथीहरू। हेर्नुस् त, मैले जिरा फुराएर ब्राउन भयो अनि अदुवा र लसुनको चप गरेर मैले फ्राई गर्दैछु। त्यसपछि चाहिँ मैले अनियन राखेँ। अनियनलाई पनि ब्राउन नहुन्जेलसम्म हामी यसलाई मिडियम हिटमा नै चलाउँदै फ्राई गर्नेछौँ। हेर्नुस् त, यस्तो भएको छ। अनियन चाहिँ टाइममा चलाउँदै गर्नु होला। जब हल्का ब्राउन हुन्छ त्यसपछि चाहिँ बेसार, खुर्सानी, नुन राख्न सक्नुहुन्छ। हजुरले आफ्नो टेस्ट अनुसार गरम मसलाहरू पनि एड गर्न सक्नुहुन्छ है साथीहरू। म चाहिँ जिरा धनिया अनि ल्वाङ र सुकमेल मात्रै राख्छु। प्रायः जस्तो धेरै मसला राखेको चाहिँ मलाई चाहिँ मन नपर्ने भएर मैले चाहिँ सिम्पल सादा बनाउँछु है मासु बनाउँदा चाहिँ। हेर्नुस् त, मैले स्वाद अनुसार नुन खुर्सानीहरू राखिराखेको छु र यसलाई हल्का चलाइदिने, 1-2 मिनेट छाडिदिने। त्यसपछि हामीले पाउडर जिरा पनि राख्नेछौँ। पाउडर जिरालाई राखिसकेपछि फेरि हामीले यसलाई हल्का चलाइदिने। आफ्नो स्वाद अनुसार टेस्ट अनुसार जति राख्न मन लाग्छ राख्ने। त्यसपछि चलाइदिने अनि 1-2 मिनेट छाडेर हामीले त्यसमा टमेटोलाई राखिदिने साथीहरू। हेर्नुस् त, टमेटो राखिसकेर राम्रोसँग हामीले चलाउने छौँ। हामीले ग्यास चाहिँ मिडियम फ्लेममै राख्नुपर्ने हुन्छ साथीहरू। किनभने टमेटो गलेर चाहिँ ग्रेभी हुनुपर्ने हुन्छ। त्यही भएर हाई चाहिँ राख्नुहुन्न, हामीले मिडियम फ्लेममै पकाउनु पर्ने हुन्छ। हेर्नुस् त, मैले छाडिदिएँ पाक्नको लागि। र टमेटो गलोस् भनेर चाहिँ थोरै पानी एड गरिदिएको छु साथीहरू। अनि थोरै पानी एड गरेर चाहिँ 2-3 मिनेट हामीले छोडिदिने छौँ पाक्नको लागि। हेर्नुस् त, टमेटो पनि पाकेर यस्तो ग्रेभी भइसक्यो। हामीले यसलाई चलाउने अनि फेरि पनि 1-2 मिनेट यसलाई पाक्नलाई छोडिदिने। अनि त्यसपछि चाहिँ हामीले डिप फ्राई गरेर राखेको मासुलाई राखिदिने साथीहरू। हेर्नुस् त, मैले फ्राई गरेर राखेको मासुलाई राखिदिएँ। त्यसपछि चाहिँ चलाइदिने साथीहरू। मिडियम हिटमा नै हल्का गर्दै चलाउँदै राम्रोसँग चलाउँदै पकाउँदै गर्ने साथीहरू। हेर्नुस् त, यस्तो भइसक्यो। हामीले चाहिँ पहिला नै डिप फ्राई गरेको भएर चाहिँ मासुलाई चाहिँ धेरै पकाउन जरुरी छैन साथीहरू। मैले चाहिँ सुप लगाउनको लागि भनेर चाहिँ कुकरमा राखेको थिएँ साथीहरू। तर धेरै सुप मन नपर्ने भएको भएर चाहिँ मैले चाहिँ फेरि
पछि कराईमा नै ट्रान्सलेट गरेँ मासुलाई, हेर्नुहोस् त। अनि मैले हल्का सुप पनि राखिदिएको छु, ग्रेभी बनाएको छु, किनभने मलाई चाहिँ धेरै झोल राखेको मन नपर्ने भएर हो साथीहरू। हेर्नुहोस् त, अनि पाकेर रेडी भयो। मेरो भिडियो कस्तो लाग्यो साथीहरू, सल्लाह अनि सुझाव दिन नबिर्सिनु होला। अनि जति पनि नयाँ हुनुहुन्छ लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। फेरि अर्को रेसिपीमा भेट्नेछौँ हामी। बाई बाई।